हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सबैजनालाई स्वागत छ आजको नयाँ भिडियोमा। आज म तपाईँहरूलाई साइक्लिङ भ्लग चाहिँ लिएर आइसकेको छु। अहिले चाहिँ हामी साइक्लिङ लागि चाहिँ आएको छौँ। म र मेरो साथी चाहिँ टाढा पुगिसकेको छ भने म चाहिँ यहीँ छु। म चाहिँ भर्खर भ्लग स्टार्ट गर्दैछु। हामी चाहिँ रुमबाट धेरै टाढा चाहिँ आइसकेको छौँ। सक्नुहुन्छ यहाँबाट चाहिँ यस्तो भ्यू रहेको छ, एकदमै राम्रो छ। सब हरियाली भएको छ। अहिले चाहिँ हेर्न सक्नुहुन्छ। साथी चाहिँ उहाँ मलाई पर्खेर चाहिँ बसिरहेको छ। तपाईँहरूलाई चाहिँ रोडको भ्यू चाहिँ देखाउने छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ जगिङ गर्नको लागि चाहिँ यसो एक्सर्साइज गर्नको लागि चाहिँ बनाइएको हो, हेर्न सक्नुहुनेछ। एकदमै राम्रो सिन छ। अहिले चाहिँ म मेरो साइकलमा म र मेरो साथी चाहिँ अहिले चाहिँ बेलुकाको समय भइसकेको छ, 5 बज्न लागिसक्यो। बेलुकामा चाहिँ हामी यसो साइक्लिङ गर्ने भनेर चाहिँ निस्केको छौँ। हेर्न सक्नुहुन्छ यतातिर चाहिँ धेरै साइक्लिङ गर्ने चाहिँ आउँछ। साथी चाहिँ टाढा पुगिसकेको छ। अनि तपाईँहरूलाई मेरो पहिलो भ्लग चाहिँ कस्तो लाग्यो? हामी चाहिँ यसरी नै सधैँ छुट्टीको दिनमा चाहिँ साइक्लिङ चाहिँ आउँछौँ। हेर्न सक्नुहुन्छ यहाँको दृश्य चाहिँ यस्तो छ। पारिपट्टि सबै कम्पनी हो। पारिपट्टि डेन्जर फुल फुलेर कोरियन केटा डेन्जर कुदाउँछ है साइकल। फेरि गर फेरि साथी चाहिँ दुईवटा हातले छोडेर चलाउँदैछ है। होस् रमाइलो छ है बिदाको दिनमा चाहिँ कोरियामा। यसरी नै साथीसँग साइक्लिङमा आउँदा रमाइलो हुन्छ। त्यहाँ एकदम ठुलो कम्पनी छ। पारिपट्टि फुलेको हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै राम्रो फुल चाहिँ रोपेको रहेछ। यतापट्टि सेतो छ भने यतापट्टि चाहिँ पहेँलै छ। यो के को फुल हो थाहा त भएन, तर एकदमै राम्रो चाहिँ देखिएको छ यो रोडको बिचमा छेउमा। म चाहिँ भ्लग गर्दा गर्दा एकदमै पछि गइसक्यो। साथी चाहिँ उता अगाडि पुगिसकेको छ। हेर्न सक्नुहुन्छ साइडमा एकदमै राम्रो फुलहरू चाहिँ यहाँ रोपेको हुन्छ, छरिदिएको हुन्छ। यहाँ चाहिँ कोरियन साथीहरू चाहिँ जगिङको लागि आइरहेको छ, एक्सर्साइज। साथी चाहिँ त्यहाँ चाहिँ बास्केटबल ग्राउन्ड जस्तो छ, त्यहाँ चाहिँ राउन्ड हान्दैछ। आवाज चाहिँ एकदम चलिरहेको, त्यही भएर चाहिँ मेरो बोलेको आवाज चाहिँ नसुन्न सक्छ। एकदम चाहिँ यो ग्राउन्डमा साथी चाहिँ एकदमै राम्रो फुलहरू चाहिँ छ है। है साथी चाहिँ पुरै साइक्लिङ गर्ने है, गीत सुन्दै आफ्नै धुनमा छ केटो। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। हेर्न सक्नुहुन्छ एकदमै राम्रो फुल छ है। उता पारि चाहिँ फिसिङ गरिरहेको फेरि टन्नै छ है फिसिङ गर्ने मान्छेहरू। साथी उहाँ पुगिसक्यो। कोरियामा चाहिँ जति नै काम गऱ्यो नि एक दिन बिदामा चाहिँ एकदमै रमाइलो हुन्छ। त्यसैले हामी चाहिँ एक दिन बिदामा भए पनि आरामसँगले घुम्छौँ। मजा छ। हेर्न सक्नुहुन्छ छेउछेउमा तोरीबारी के हो यो पहेँलै फुल फुल्दा। साथी चाहिँ उता पुगेर नि फर्किसकेको छ। म चाहिँ भर्खर जाँदैछु। मजा छ है, मजा। आउनु पर्यो हौ साथीहरू, कोरिया रमाइलो छ। ल है साथीहरू, अहिले चाहिँ हामी उता अगाडिको यो पुल पारी चाहिँ उतापट्टि साइडमा चाहिँ जाँदैछौँ साथी र म। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फिसिङ चाहिँ गरिरहेको छ। पारै होइन केटाले फिसिङ चाहिँ गरिरहेको है। रमाइलो छ, रमाइलो। के भनेको है? माछा पारेन त्यसले।
कहाँबाट जाने माथि? साथी ओ ओ कहाँबाट जाने माथि? उता जाने भने होइन सिधै उता जाने उता साइडमा नजाने उता साइडमा है यता माथिबाट आएको हाम्रो रुम चाहिँ अहिले चाहिँ फेरि हामी मुनि गएर फेरि यता जाँदैछ साथी चाहिँ उहाँ पुगिसक्यो अब चाहिँ मेरो पालो ल है गाइस लगाइ जान्छ हामी यतातिर आइसक्यौँ अगाडि चाहिँ डबल स्कुटीमा डबल छ है मान्छे भेटनामी होला यतातिर यो ड्याम हो कि के हो हेर्न सक्नुहुन्छ खतरा ठुलो छ रमाइलो छ है म चाहिँ गाइस यता आइसकेको थिएँ साथीले चाहिँ त्यहाँ पुलमुनि चाहिँ कत्रो माछा देख्यो भनिरहेको थियो त्यसैले चाहिँ म त्यता जाँदैछु हेरौँ कत्रो रहेछ छैन माछा हो म देखिन त खै कता हो खै त्यो सानो रहेछ त अनि ठुलो यस्तो फोहोर छ पानी एउटा यत्रो मोबाइलमा त देखिँदैन यो ढुङ्गा मुनि के हो माछा जस्तै यो ठुलो कत्रो छ हौ साथीले देखेको कोरियन बुढाहरू नै आइदिसक्यो हेर न भाइ ऊ त्यहाँ उयो लुक्यो हो के थियो हो त्यहाँ त्यत्रो ठुलो नि मुसा हुन्छ ट्याक्कै भिडियो गरेको निस्किहाल्यो यार दुलो रहेछ त त्यहाँ जाउँ न ओ भाग्यो त त्यो क्यामेरा देख्ने बित्तिकै भाग्छ त यहाँ ए पर भागिसक्यो त्यहाँ ल है गाइस अहिले चाहिँ हामी घुम्दा घुम्दै धेरै माथि आइसक्यौँ है अहिले चाहिँ हामी कहाँ जाने भनेर सोचिरहेछौँ साथी चाहिँ उता पछाडि छ माथि जाने कि अब फर्किने भनेर घाम्दै लागिरह है डेन्जरै भिडियो बनाइदियो भन्दा है उताबाट आउँछ अरे ल आऊ 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 है म आउँछु त्यहाँ कहाँ बस्ने यहाँ तिम्रोबाट कि मेरोबाट हेलो म त्यहाँ आउनु नि न एउटा राम्रै आउँछ हौ ल है गाइस अहिले चाहिँ हामी पुलमा आइसक्यौँ यस्तो छ है भ्यू साइकल चाहिँ त्यहाँ छ साथी चाहिँ त्यहाँ फोटो खिच्दैछ है गुलाबमा हो त्यहाँ डबल स्कुटी कुदिरह फेरि ल है साथीहरू मैले अस्ति स्लो रेस च्यालेन्जको भिडियो चाहिँ बनाएको चाहिँ यही हो हेरेँ अगाडि हुन्छ भ्यू चाहिँ खतरा छ ऊ त पारी चाहिँ एक्सर्साइज गर्ने ठाउँै ठाउँ छ है हामी पनि एक्सर्साइज गर्न जाँदैछौँ यहाँ अगाडि अस्तिको भिडियो पनि तपाईँहरूलाई मैले एउटा एक्सर्साइज गर्ने ठाउँमा चाहिँ पार्कमा चाहिँ देखाएको थिएँ अहिले नि हामी त्यहीँ जाँदैछौँ है रमाइलो छ रमाइलो कत्रो हो बिल्डिङ पनि बाप रे बाप ऊ पारी त मान्छे छ है एक्सर्साइज गर्ने धेरै छ एक्सर्साइज गर्ने आज बिदाको दिन पनि भएर ऊ अगाडि फिसिङ चलिरहेको छ ऊ साथी अगाडि पुगेर पनि बसिसक्यो है
हामी चाहिँ त्यहाँ एक्सर्साइज गर्दैछौँ है। खतरा खतरा एक्सर्साइज गर्न आउँछ धेरै रहेछ यहाँ त है। आज म सबै एक्सर्साइज गर्छु कि नयाँ एक्सर्साइज हो। म भिडियो बनाउँदैछु कि खतरा के एक्सर्साइज हो त्यो फेरि गर न भाइ गर न भिडियोमा देखेँ होइन क्या भाइ एक्सर्साइज के हो यस्तो सबै हाल्नु अरू कस्तो हुँदो रहेछ पुरै सुत्दिने हो ल ल फेरि सुन्दैछु त ओए 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 यति सुहाउँदैन बस्ने यति बस्छन् त्यो सुहाउँदैन मुनिको डन्डीमा मुनि 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 छोड त माथि जान्छ क्या सुहाउँदैन मुनिको डन्डीमा मुनिको अर्कोपट्टि क्या अर्कोपट्टि अझै भयो त्यहाँ त कहाँ भेट्छ त त्यो हो त्यहाँ अड्ड्यौ त्यही सुहाउँदैन अड्ड्यौ सक्छौ ल कति मिनट बस्न सक्छ है छोड्दै पनि नसक्यो भयो टाउको दुख्यो अनि ओए रमाइलो छ है रमाइलो छ साथी त त्यत्तिकै भइरहेको हो ओ साथी के हो र पुरै ननिस्किने अड्केको त्यत्तिकै बसेको र अड्केको भनाइ झाडिदिन्छु म ए त्यहाँ पनि रहेछ है टन्नै पार्कको मान्छे छ त्यहाँ पनि स्पिडमा हाल्दा ब्रो त यार तर कोरियामा चाहिँ पार्क यस्तो धेरै हुने है एक्सर्साइज गर्ने ठाउँ के रोनाल्डो खेल्दैछ एक्सर्साइज गर्दैछ रोनाल्डोले दुईजना मात्रै एक्सर्साइज गरेर आयो हामीले लगाइछ अहिले चाहिँ हामी रुम पनि आउनु लागिसक्यो हेर्छौँ कोरियाको स्कुल हो स्कुल पनि खतरा छ है तर अहिलेसम्म मैले विद्यार्थी चाहिँ देखेको छैन कति बेला आउँछ कति बेला जान्छ हुन त हामी नि दिनभरि काममा भएर होला नदेखेको बिहान नै जान्छौँ हामी नि अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ के हो यस्तो भूतको कस्तो चाहिँ बनाइदिएको छ हेर्न सक्नुहुन्छ सेम भूत जस्तो राति देख्यो भने त तर्सिन्छ हौ के भन यस्तो कोरियाले लगाइछ आजको लागि भ्लग यति नै यदि आजको भ्लग राम्रो लाग्यो या भिडियोलाई लाइक सेयर कमेन्ट अनि च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु होला सी यू गाइज अन नेक्स्ट भ्लग बाई बाई